ठाउँ पाएर घरै फल्ने रहेछ। तपाईँलाई गाह्रो भएन? म खन्छु। यो टुटेको हो क्या यो त? त्यो त सिद्धियो, त्यति त होस् खन्ने। ल आउनु न, म खन्छु, तपाईँ यहाँ आउनु। ल म खन्छु कि माटो जति चाहिँ म खैला खैला पारेँ। म खन्छु। ओइ यहाँ तपाईँले सिसाले छेक्नु भयो नि त, यहाँ क्यामरा हो नि। लौ खड्काको बाद खन्न पर्यो, हाम्रो औषधि सबै यता गएछ। अचम्म लाग्यो आज मलाई यो औषधि देखेर। यसलाई धमिरो लाग्छ भन्नुभयो तपाईँहरूले। धमिरो लाग्छ भने धमिरो त लाउँदैन, जातिबित्ती बुढो भयो भने सुक्छ कि, अनि अर्को ज्वरो पलाउँछ। अर्को पलाउँदा ठुलो आउँला। ल है औषधि यहाँ त भैँसीको स्याउला स्याउ ल्याएर हाल्नु पनि खाल्टोमा है। अनि त्यो खाल्टोमा स्याउला हाल्दै हाल्यो भने अर्को वर्ष ठुलो आउँछ होला नि त। जोड्टा जोड के अरे सिकाइ लगाएर भन्दै आउँदैन मलाई त। माटो तुरुन्तै देब्रे लगाएर भनिहाल्छ। अब त सानो हुँदै गयो। माटो मलिलो फेला पार्यो भने ठुलो हुन्छ। होस् है यता यति उम्रिन्छ यो। यो त ऊ त्यसलाई निकाल्नु, त्यसलाई अब त्यसलाई यसलाई ल यो कहाँ रहेछ खन्दै जाऊँ है। यहीँ रहेछ भाइ। ओहो माइजू खनेर साथी रहन्छ। जडीबुट्टी चाहिन्छ भने हामीसँग सम्पर्क राख्नुहोस् है। यता जङ्गलमा खोज्न गयो भने गाह्रो छ, भेट्दैन, महँगो छ। ठाउँ ठाउँ हामी त यही सस्तोमा बेच्छौँ, 500 को एक बिरको। यो के औषधि हुन्छ माइजू? के औषधि हुन्छ? यसको यो हड्डी जोड्छ, भाँचिएको हड्डी जोडाइ हुन्छ। अनि त्यहाँबाट यो आङ धोल्लो भएको आङ बाँध्छ। जम्मै कुरा औषधि मिलाएर खानुपर्छ यसमा। पसिनै आयो यार। पसिनै आउँछ। त्यसलाई अलिकति ज्वरो त्यहीँ छोडिदिने हो, अनि यो माटाले त्यहीँ पुरेर यहाँ मल हालिराख्नुपर्छ। मल हाल्नुपर्छ। ल माइजू तपाईँको औषधि निकाल्नुहोस्, जडीबुट्टी घरमै लाउनु भयो तपाईँले। औषधि यो औषधि जङ्गलदेखि ल्याएर रोप्नु भएको चाहिँ हाम्रो माइजूले हो। जडीबुट्टी कस्तो न यतिमा 1 किलो हुन लाग्छ कि है। अब यतातिर होला, उता चारैतिर गएको होला। खन्तीले खन्नु पर्ने जस्तो थुप्रो छ भाइ। लो यहाँ चाहिँ मल नराखे हुन, मल राखेर गाड्नुपर्छ। यो बा ठुलै रहेछ। लु ए जति खन्यो त्यति, जति खान्यो त्यति। 1 वर्षमा यो त धेरै प्रगति गरेछ त्यसले त। ए नचुडाइकन खानु है माइजू। त्यहाँ मुनि अर्को गा होला कि फेरि।
नभन्दै त नि गएर जाउँ र अँ कसरी निकाल्ने त यसलाई ए यसलाई त हो फेरि उँधो गइछ यो यता छिँदो त्यो त अब पलायो भने त अर्को वर्षलाई बोट पलायो भने कायदा भइगयो ओए भिनाजुले दिएको घिरौलाको बिरुवा कति लामो फल्यो भने जस्तो यो पनि धेरै लामो फलेछ लामो फल्यो भन्थे नि त्यस्तै हाम्रो माइजूले ल्याएर रोप्नु भएको यो चोक्टा जोड पनि लामो फलेछ धेरै लामो त के भन्नु ए धेरै लामो त होइन 2-3 मिटर 3 मिटर 4 मिटरसम्मको लामो चाहिँ फलेछ है यो चाहिँ कहाँ पुग्यो त मेरो एउटा चप्पल अहिले भेटेर 4 मिटर लामोसम्म फलेछ